हेलो सेवा नमस्ते सम्पूर्ण मेरो साथीहरूलाई इस्मी आयुष होइन फेरि पनि धेरै पछि मैले तपाईँहरूको माझमा होइन न्यू भ्लग लिएर आइसकेको छु। आज चाहिँ मैले कहाँको भ्लग भन्दाखेरि आज नारा हुँदै केउतो चाहिँ आएको होइन, नाराको चाहिँ भ्लग गर्न पाएन किनकि मैले सेल्फी स्टिक चाहिँ उमा राखेको थिएँ गाडीभित्र छोडेको भएर होइन, त्यहाँको चाहिँ गर्न पाइनँ। र तपाईँहरूलाई आज केउतोको होइन गोल्डेन टेम्पल चाहिँ मैले यहाँको देखाउन चाहन्छु र मेरो साथमा को हुनुहुन्छ तपाईहरुलाई म देखाउँदै जानेछु है त। आज मेरो साथमा हुनुहुन्छ नेपालबाट आउनुभएको हाम्रो अङ्कल आन्टी है त। ल सबैजनालाई मेरो ब्लगमा वेलकम छ तपाईहरु सबैलाई है। ल यो त मेरो बुढीलाई देखाउन भन्दैछ हैन, म भन्दा नि घसी भएर यता मात्रै भन्छ हैन, त्यही भएर हो। ल कस्तो लागिरहेछ आज अङ्कल आन्टीहरुलाई? एकदम राम्रो लागेको छ। रमाइलो छ है? रमाइलो। ल अब हामी चाहिँ भित्र प्रवेशद्वार गर्न लागिरहेको छौँ हैन। अब सबैजना हामी भित्र जान रेडी भइरहेको छौँ है। ल त ल सर तपाईँहरूलाई यहाँको मौसम देखाइदिन्छु, हेर्नु ल चट्ट है, एकदम रमाइलो छ। अनि अब केउतोको मेन विशेष भनेको त होइन त्यही नै हो, घुम्ने ठाउँ त धेरै छ, त्यही पनि आज गोल्डेन टेम्पलको बारेमा चाहिँ तपाईँहरूलाई नि मैले यहाँको बारेमा बताउने छु है, के कस्तो रहन्छ हेरौँ। अनि बुढी कस्तो लागिरहेछ, कस्तो फिल भइरहेछ? किन लागिरहेछ? जरो मेरो बुढीले गाडी चाहिँ कुदाएको फर्स्ट टाइम खतरा कुदाएको नकुदाएको होइन यहाँसम्म होइन, दुखिरहेको छ होइन। भरे जान्छु म कुदाउँछु, मैले एउटा बियर खायो भने त म फेरि राख्दैछु नि है। मेरो पुरै कस्तो भइरहेछ? अङ्कललाई चाहिँ मैले खामियामाको बेसी बजारमा भेटाएको है, अस्ति हामी खामियामा त्यहाँदेखि साथी भएको अङ्कल र ल हामीले चाहिँ होइन फाइनली अब भित्र प्रवेशद्वार गरिसकेको छौँ होइन। कता हो किपु काट्ने ठाउँ चाहिँ, तर किपु काट्ने ठाउँ चाहिँ थाहा नभएर अब यतिकै हिँडिरहेको, अब हेर्दै जाउँ कताबाट हो। ल मेरो चाहिँ म टोकियो बस्दादेखिको नै मेरो ड्रिम चाहिँ के थियो भने होइन, त्यो मैले चाहिँ केउतोको चाहिँ यो टावर घुम्छु भनेर आश बोकेको थिएँ, आज कम्प्लिट भएको छ मेरो होइन ड्रिम। त्यही नै हो, अब कहाँबाट किपु काट्ने भन्ने अब लागिरहेछ त्यहाँबाट हो। अब हामी किपु काट्न गइरहेको छौँ गाइस होइन। अब किपु काटेर भित्रको दृश्यहरू देखाउँछौँ के कस्तो छ होइन। यहाँ चाहिँ मान्छेहरू अब धेरैजना भ्रमणको लागि आउँछ, विदेशीहरू पनि टर्ने चाहिँ हेरौँ। अब यतातिर विदेशीहरू पनि टर्ने आउँछ त्यही नै हो। अनि अब रमाइलो भएर चाहिँ अब यहाँ के कस्तो हुन्छ यहाँको भित्रको दृश्यहरूको बारेमा तपाईँहरूलाई मैले भनेछु, मैले अब अवलोकन गरेर है। ल नपढ्ने यता गर्नु ल, हामीले चाहिँ फाइनल्ली टिकट लिइसकेको छौँ यहाँनिर होइन। अब हामी सुनको मन्दिर हेर्दैछौँ है त। सुनको मन्दिरमा प्रवेश, अब हामी सुनको मन्दिरमा प्रवेश भइसक्यो गाइस। हामी चाहिँ फाइनली होइन अब कति भने 500 रुपियाँ लाग्दो रहेछ एकजनाको होइन। 500को अब टिकट काटेर चाहिँ हामी छिरिसकेको छौँ भित्र होइन। अब यहाँको विशेषता भनेको चाहिँ के हो होइन भन्दाखेरि चाहिँ यहाँको चाहिँ एकदम गोल्डेन होइन सुनको एकदम मन्दिर छ, त्यही नै हो। हामी त्यही हेर्न लागेको आज, के कस्तो छ तपाईँहरूलाई नि म देखाउँछु त। ल अब तपाईँहरूको पालो हेर्ने है त। ल कस्तो रहेछ है त म तपाईँहरूलाई देखाउँछु है त यहाँको सुनको मन्दिर। यहाँ चाहिँ अब देश विदेशबाट हेर्नु न यत्रो धेरै यो मन्दिर हेर्नको लागि आएको छ हेर्नु है। तपाईँहरूलाई म फाइनली अब देखाउन जाँदैछु है, फाइनल्ली तपाईँहरूलाई म देखाउन जाँदैछु के भन्दाखेरि तपाईँहरूलाई है त यहाँ हल्का भिड भएको कारणले गर्दा तपाईँहरूले देख्न सकिरहेको छैन, त्यही नै हो। ल फाइनल्ली तपाईँहरूलाई मैले देखाउँदैछु यहाँनिर यही हो गोल्डेन टेम्पल है त। तपाईँहरूलाई ल नजिकबाट अझै देखाइदिन्छु मजाले। मान्छेहरू यहाँ यो गोल्डेन टेम्पल हेर्नुको लागि चाहिँ भिड यत्तिकै हुन्छ होइन। यही नै हो। ल यहाँको पोखरी एकदम होइन, पोखरी भयो यतातिर होइन, रुख बिरुवाहरू एकदम राम्रो सुन्दर छ, त्यही नै हो यहाँको गोल्डेन टेम्पल। यो हेर्नको लागि चाहिँ हामीले आएको आज। केउतोको विशेषता भनेको यही हो यहाँको गोल्डेन टेम्पल होइन। सबजना चाहिँ मलाई छोडेर कहाँ पुगिसक्यो होइन फाइनल्ली। ल मेरो बुढी चाहिँ फाइनल्ली भेटेँ। ल जाउँ, मेरो बुढी चाहिँ यहाँ रहेछ, बल्ल भेटेँ। अब अरू कता जान्छ त्यतातिर रहेछ। ओहो ल तपाईँहरूलाई अझ म नजिकबाट है त मलाई सुनको मन्दिर देखाउँछु। ल बुढी आउनु त, हाम्रो भाग्यमानी हुन्छ कि हामीले यो सुनको यस्तो खिच्यौँ भिडियोमा। ल सुनको मन्दिर नजिकै आएछ है, कस्तो लाग्यो? पहिला नि आएको। आज हामी अङ्कल बत्ती सबैजना अङ्कल आन्टी सबैजना होइन मन्दिर नि हेऱ्यो। तपाईँलाई कस्तो लाग्यो अङ्कल? राम्रो। यत्रो सुनको मन्दिर देख्दा होइन, सुनको मन्दिर देख्दाखेरि के नराम्रो भयो। दाजुलाई कस्तो लाग्यो? एकदम गुड, एकदम राम्रो छ है। सबैजना आउनु होला, घुम्नु होला।
सुनको मन्दिर नयाँ सुनको देख्दा त मलाई त यहाँ सेक्युरिटी गार्ड गर्नु जस्तो लागिरहेको थियो के थाहा हामीलाई कल्याण गरौँ हजुर कल्याण गरौँ भगवान्लाई होइन मनाइबाट अब दर्शन गर्छु मैले चाहिँ भगवान्लाई त्यही त भगवान्ले त्यही भएर भगवान्ले अब हामीलाई एकदम यो पवित्र स्थलमा आएको छौँ होइन हो अनि एकदम राम्रो भएको छ अङ्कल नि आज आउनु भएको एकदम रमाइलो भइरहेछ नि अङ्कललाई हो ल ठिक छ एकदम ल रमाइलो भएको छ कता आन्टीहरू कल अब हामी नि यहाँबाट फाइनल्ली अब मन्दिरबाट निस्किने बेला भइसकेको छ होइन तपाईँहरूलाई यहाँ मन्दिरको एक झल्को देखाइदिन्छु र यता पछाडिबाट है वरिपरि सुनै सुन्ने भरेको मन्दिर कति रमाइलो छ के भने हेरिरहनु छ होइन अब जानुपर्ने हुन्छ हामी पनि बिस्तारै म निस्किँदैछौँ होइन यहाँको पोखरी कति राम्रो पानीमा चाट मलाई यो गर्दा चाहिँ पहिला हामी टोकियोमा बसेको नारिताको त्यो मन्दिरको याद आयो नारिताको मन्दिरको होइन अनि एकदम कति रमाइलो छ सेम त्यस्तै होइन प्राय पोखरीमा प्राय जापानको जुनै ठाउँमा नि एउटै हुँदो रहेछ प्रायः जस्तो चाहिँ ठाउँहरू चाहिँ लगाइस यहाँ चाहिँ होइन पैसा फाल्ने ठाउँ रहेछ यहाँ चाहिँ जसले लायो होइन त्यही नै लक्की हुन्छ अरे त्यही भएर अब होइन पैसा फाल्ने कार्यक्रम भएर चाहिँ के कस्तो हुन्छ कसले चाहिँ त्यहाँ लाउने हो थाहा छैन त्यो के अरे बटुकामा हाल्यो भने चाहिँ बटुकामा हाल्यो भने चाहिँ त्यो लक्की हुन्छ अरे एकदम यो यहाँनिर सबले फालिरहेको देख्नु भयो अरे ढुङ्गाभित्र हाल्नु पऱ्यो होइन ल अलिक परबाट है ल बुढी चाहिँ लगायो भने म चाहिँ एकदम लक्की नै भएँ होइन त्यही नै हो अब भगवान्सँग के को कतिले हानेछ त्यहाँ हात ऊ पर लाने खोइ त कसैले हाल्न सकेन मैले फर्स्टचोटिमा एकचोटिमा हाल्नु भनेको भगवान्ले साथ दिएको मलाई त्यही भएर यहाँ लेखेर आउनुपर्छ ल अब हामी चाहिँ अहिले हाम्रै जिल्लाको यो मुधुम मार्ग जस्तै हो यो बाटो नि त्यस्तैमा हिँडिरहेको छौँ एकदम उकालोमा भइरहेछ होइन पछाडि विदेशी हाम्रो दिदी अरूभन्दा नि सबभन्दा लक्की मान्छे त यता चाहिँ कुकुले यत्रो सानोमा है कुकुले यत्रो सानोमा के त घुमेर आउँछ बिचरा हेर कति ठाउँ घुमिसक्यो के 15 दिनदेखि घुम्न थालेको हामीलाई गाडी हिँड्दा गाह्रो हुन्छ कुकुलेलाई कस्तो भइरहेको होला झन् जन्मेको 15 दिनदेखि हिँड्न थालेको लास्ट लक्की मान्छे हो जापान जन्मेको 15 दिनमा जापानको सबै खाइसक्यो नारादेखि लिएर त्यही नै हो ल फाइनली गाइस अब हामी चाहिँ सबै मन्दिरहरू हेरेर पनि गरेर पनि आइसक्यो अब यहाँ पनि फेरि पैसा फाल्ने ठाउँ रहेछ पैसा फाल्ने ठाउँ कति धेरै हेर्नुलाई जापानमा तपाईँहरूले भन्नुहुन्छ नि बाटोमा पैसा त्यही पनि यहाँ गोरीहरूले फाल्दै रहेछ यो गोरीहरूले खासै यो त गर्दैन होला कतिको हाल्छ थाहा छैन यिनीहरू ल पुकुले हेर अहिले चाहिँ धेरै पछि उठ्यो बल्ल बल्ल पुकुले उठ्यो है अब चाहिँ ल फाइनली गाइज अरे भनेको त यता गयो ल फाइनली गाइज हामी चाहिँ अब होइन सबै मन्दिरहरू हेरेर अब निस्किसकेको अब हामी चाहिँ घरतिर लाग्छौँ त्यही नै हो होइन अङ्कल अब हामी घरतिर लाग्छौँ होइन हजुर घरतिर लाग्यो काका भरि चाहिँ हेरियो अब यति बेला रमाइलो भयो होइन रमाइलो गरियो जस मान्छेमै छ यता पछाडि छन् हाम्रो आन्टी दिदीहरू मेरो प्यारी उता हाम्रो दाजु ल अब त्यही नै हो अरू मेरो गोरी पनि पछाडि छ उता ल अब लागिन्छ घरतिर होइन रमाइलो भयो त्यही नै हो आजको भ्लग अब यहाँबाट 5 बजी निस्किसक्नुपर्ने हुन्छ ल गाइस फाइनली घुमेर आइसक्यो अब हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ ल अब हामी चाहिँ लाग्छौँ है त ल गाइस तपाईँलाई आजको भ्लग यति नै हो जे होस् घुम्यो रमाइलो भयो त्यही नै हो ल फाइनल गाइस ओके